नमस्कार साथीहरू, अफिस टेक मास्टर च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा हामी एक्सेल प्रयोग गरेर भ्याट क्याल्कुलेसन कसरी गर्ने र भ्याट बिलको सही फर्मेट कसरी तयार गर्ने भन्ने कुरा सिक्नेछौँ। सबैभन्दा पहिला बुझौँ भ्याट अर्थात् भ्यालु एडेड ट्याक्स, वस्तु तथा सेवाको बिक्रीमा लाग्ने एउटा कर हो। नेपालमा सामान्य भ्याट दर कति छ त? 13% छ। आजको भिडियोमा हामी भ्याट बिल फर्मेटका बारेमा जानकारी लिनेछौँ। भ्याट बिल तयार गर्दाखेरि भ्याटमा कुन कुन विवरणहरू राख्नुपर्छ र प्रत्येक विवरणको महत्त्व के हो भन्ने कुरा बुझ्नेछौँ। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ सबैभन्दा पहिला के छ त? एउटा बिजनेस नेम छ। अफिस टेक मास्टर कम्पनी भन्ने एउटा बिजनेस नेम छ र यसको एड्रेस भयो। र भ्याटमा चाहिँ हामीले भ्याट बिल कसरी चिन्न सक्छौँ त? यदि यहाँ ट्याक्स इन्भोइस लेखेर आएको छ भने यसलाई भ्याट बिल भनेर चिन्न सक्छौँ र इन्भोइस मात्र लेखेर आएको छ भने यसलाई हामीले प्यान बिल भनेर चिन्नेछौँ। र यहाँ दिएको भ्याट नम्बर चाहिँ हाम्रो बिजनेसको भ्याट नम्बर हो र यहाँ हाम्रो कस्टमरको नेम राख्नुपर्छ, यहाँ एड्रेस र यहाँ कस्टमरको भ्याट नम्बर। अनि यहाँ हामीलाई मोड अफ पेमेन्ट दिएको छ जसमा क्यास, चेक, क्रेडिट र अदर भनेको कस्टमरले कुन तरिकाले पेमेन्ट गर्दा पर्नुहुन्छ। क्यासमा गर्नुभयो भने हामीले क्यासमा टिक लाउन सकियो, चेकमा छ भने चेकमा टिक लाउन सकियो, क्रेडिटमा छ भने क्रेडिटमा टिक लाउन सकियो र अरू कुनै माध्यमबाट ट्रान्सफर गरिराख्नु भएको छ भने अदरमा हामीले टिक लाउन सकियो। र यहाँ दिएको छ हाम्रो विवरणहरू जस्तै सिरियल नम्बर, पार्टिकुलर, क्वान्टिटी, रेट अनि एमआर। यहाँ चाहिँ हामीले के सामानहरू कस्टमरले लानु भएको छ त्यो यहाँ हामीले नोट गर्छौँ र क्वान्टिटी कतिमा लानु भएको छ र त्यो प्रत्येक क्वान्टिटीको रेट कति छ त? पर क्वान्टिटीको हामीले यहाँ रेट राखेको छ र यहाँ चाहिँ हामीले टोटल एमाउन्ट निकाल्नेछौँ र सबभन्दा लास्ट यहाँ आएर टोटल कति भयो, डिस्काउन्ट पर्सेन्ट कति छ र ट्याक्सेबल एमाउन्ट कति जोडिदियो र यसको भ्याट एमाउन्ट कति आएर लास्टमा फाइनल हाम्रो भ्याट बिलको ग्रान्ड टोटल निकाल्नेछौँ। अब हामी एक्सेलमा यस्तै एउटा प्र्याक्टिकल भ्याट फर्मेट स्टेप बाई स्टेप तयार गर्नेछौँ। र त्यसको लागि हामी अहिले सिट 2 मा जाऊँ र हजुरलाई भ्याटको फर्मेट अनुसार के चाहिन्छ त्यसलाई चाहिँ यहाँ नोट गरेर टिप्नुहोस्। यहाँ मध्ये हजुर जहाँ पनि जुन सेलमा पनि जान सक्नुहुन्छ। मैले चाहिँ यहाँबाट चुज गरेर यहाँ चाहिँ मैले राखेँ सिरियल नम्बर, पार्टिकुलर, क्वान्टिटी, रेट अनि पेमेन्ट र यसलाई साइज चाहिँ अब बढाउने घटाउने चाहिँ हजुरले कलमको यहाँ माथि गएर यहाँबाट यसरी घटाउनु बढाउन सक्नुहुन्छ। आफूलाई कतिको चाहिन्छ त्यही अनुसार राखिदिनुहोस्। यो राखिसकेपछि हजुरलाई अब कतिको चाहिन्छ, कतिको फर्मेट चाहिन्छ त्यही अनुसार चाहिँ यसलाई एउटा बोर्डरले सेट गर्नुहोस्। हाम्रो यहाँ होम ट्याबमा यहाँ बोर्डर भन्ने अप्सन यहाँ देख्नुहुन्छ, यसमा गएर अल बोर्डर राख्नुहोस्। र यो गरिसकेपछि अब हामीले यहाँ चाहिँ के लेख्नु पर्यो, सिरियल नम्बर 1। सिरियल नम्बर राखिसकेपछि हामीले यहाँ 1, 2, 3 गरेर लेख्न पर्दैन, सिधै हामीले 1 लाई क्लिक गरेर यहाँ साइडमा एउटा डट देख्नुहुन्छ, यो डटमा गएर हजुरले यहाँ सिधै तान्न सक्नुहुन्छ र यो कपी हुन्छ। कपी भइसकेपछि यसलाई हजुरले फिल सिरिज गरेर अटोमेटिक सिरिज राख्न सक्नुहुन्छ। यसको साइज बढाउन छ भने यहाँ गएर हजुरहरूले यहाँ ग्रो फन्ट भन्ने पनि देख्नुहुन्छ अथवा इन्क्रिज फन्ट भनिन्छ र अर्को चाहिँ यहाँ सिधै साइज देख्न सक्नुहुन्छ। अब चाहिँ ग्रो फन्टको युज गरेर हामीलाई कतिको चाहिन्छ त्यही अनुसार साइज राख्नु र पार्टिकुलर्समा मैले 10 मध्ये राइस भनेर एउटा राखिदिएँ र यसको क्वान्टिटी 10 केजी र 95 भनेर मैले रेट राखेँ। त्यसपछि अर्को हार्पिक भनेर राखिदिएँ, यसको 100 कपी। यस्तै गरी हजुरले फिलअप गर्दै जानुहोस्। ल मैले चाहिँ यहाँ 8 वटा क्वान्टिटी एड गरेको छु र सबैमा क्वान्टिटी र रेट पनि सेट गरिसकेको छु।
अब यसमा चाहिँ हामीले एमाउन्ट निकाल्नको लागि फर्मुला युज गर्नुपर्ने हुन्छ र फर्मुला युज गर्नको लागि चाहिँ हामीले एक्सेलमा सुरुमा इक्वल्स टु साइन दिन पर्यो। इक्वल्स टु साइन दिएपछि अब हामीले केलाई एड गर्न पर्यो। हामीले एमाउन्ट निकाल्नको लागि के गर्छौँ त क्वान्टिटी इन्टु रेट गरेर बल्ल एमाउन्ट निकाल्छौँ भने यहाँ पनि हामीले के गर्छौँ पहिला इक्वल्स टु दियौँ र एउटा क्वान्टिटीलाई सिलेक्ट गरौँ अनि हामीले रेटलाई इन्टु गरेर रेटलाई सिलेक्ट गर्छौँ। अब यसलाई इन्टर गर्न साथ हाम्रो के भयो यहाँ चाहिँ एमाउन्ट निस्कने भयो। अब यसलाई हामीले सेम तरिकाले सबैमा त्यही अनुसार हामीले फर्मुला लगाए पनि भयो नत्र भने हामीले यसलाई सिधै यहाँ अघि हाम्रो डटबाट जसरी सिरियलले तानेको थियौँ फर्मुला लगाइसकेपछि त्यही अनुसार हामी यसलाई डाइरेक्ट यहाँबाट तान्न मिल्छ। त्यसो गर्दा चाहिँ हाम्रो अटोमेटिकल्ली फिल हुन्छ। अब यति गरिसकेपछि अब हामीलाई यसको मुनि के चाहियो त्यो कुराहरू राख्नु पर्यो। अब यहाँ कतिवटा के चाहिन्छ हामी त्यही अनुसार चाहिँ यसलाई सिलेक्ट गरेर हामी चाहिँ यसलाई मर्ज एन्ड सेन्टरमा गएर यसलाई चाहिँ मर्ज एक्रस हुन्छ। यदि हामीले डाइरेक्ट पुरैलाई मर्ज गर्न छ भने डाइरेक्ट मर्ज गर्न सकियो। कुन्टा गर्न छ भने चाहिँ यसलाई हामीले मर्ज एक्रस गर्न मिल्यो। अब यहाँ चाहिँ मैले टोटल भनेर राखेँ डिस्काउन्ट पर्सेन्ट taxable amount 13% ग्राउन्ड चेक यसरी चाहिँ मैले राखेँ र एक्स्ट्रा भएकोलाई चाहिँ मैले यहाँबाट यही बोर्डरमा गएर यसलाई नो बोर्डर गरेर यसलाई टप बोर्डर यसरी चाहिँ हाम्रो बिल चाहिँ यहाँ सेट भयो। यो खाली भएकोलाई चाहिँ हामीले चाहिँ मर्ज गरेर यसलाई खाली नै छोड्दैन मिल्यो। सबैलाई हामीले सेन्टरमा राख्न छ भने सबैलाई सिलेक्ट गरिदिनुहोस् र यहाँ माथि एलाइनमेन्टको भागमा यहाँ सेन्टर भन्ने अप्सन छ त्यसमा गएर क्लिक गरिदिनुहोस् यो सबै सेन्टरमा आउनेछ। अब टोटल निकाल्नको लागि हामीले के गर्छौँ त यहाँ हामीले अल्ट इक्वल्स टु हजुरको किबोर्डमा अल्ट होल्ड गरेर इक्वल्स टु बटन थिचिदिनुहोस् अटोमेटिकल्ली यो चाहिँ सम हुन्छ। यदि हामीले सबैलाई सम गर्न छ इन्टर गरिदिनुहोस् र अटोमेटिक आयो। त्यसपछि यसमा डिस्काउन्ट एड गर्न छ भने चाहिँ यहाँ डिस्काउन्ट राख्नु पर्यो। अहिले चाहिँ मैले डिस्काउन्ट दिएन त्यही भएर यसलाई चाहिँ मैले 0 राखिदिएँ र ट्याक्सेबल एमाउन्ट भनेको हजुरले भ्याट जोड्ने एमाउन्ट। अब हाम्रो भ्याट जोड्ने एमाउन्ट कति भएछ यदि यहाँ डिस्काउन्ट भएको भए यो माइनस टोटल माइनस डिस्काउन्ट हुन्थ्यो। अहिले चाहिँ हाम्रो छैन तर यसमा फर्मुलामा पनि हामीले इक्वल्स टु टोटल माइनस डिस्काउन्ट गरेर चाहिँ हामीले यसलाई यहाँ ट्याक्सेबल एमाउन्ट निकाल्यो र भ्याट 13%। अब हाम्रो ट्याक्सेबल एमाउन्ट यहाँ जति आएको छ त्यसलाई चाहिँ हामीले 13%मा चाहिँ क्यालकुलेसन गर्नु छ भनेको अब यहाँ इक्वल्स टु दिएर ट्याक्सेबल एमाउन्ट इन्टु 13% भनेर इन्टर गरिदिएपछि चाहिँ हाम्रो 9,975 को भ्याट बिल 9,975 को ट्याक्स कति आएको 1,296 रुपियाँ र ग्रान्ड टोटलको लागि चाहिँ इक्वल्स टु ट्याक्सेबल एमाउन्ट प्लस भ्याट गरेर चाहिँ हामीले ग्रान्ड टोटल निकाल्न सक्यो। भनेको कस्टमरको हाम्रो टोटल आएको थियो 9,975 र यसमा 1,296 जोडेर चाहिँ हाम्रो 11,271 रुपियाँ 75 पैसाको चाहिँ उसको सम्पूर्ण टोटल चाहिँ निस्केको छ। अब यसलाई साइज अलिकति बढाइदिउँ र यसको चाहिँ हामीले इनवर्ड्समा लेख्न पर्यो भने यहाँ गएर हामीले डबल क्लिक गर्दाखेरि हाम्रो यहाँ आउँछ यो अप्सनमा आयो भने चाहिँ यसलाई हामीले यहाँ माथि लानु पर्यो भने यसमा सिलेक्ट गरिदिनुहोस् र माथि चाहिँ हाम्रो एलाइनमेन्टकै भागमा एउटा टप भन्ने छ अर्को लेफ्ट भन्ने छ। यहाँ गएर चाहिँ अब हामीले यहाँ गएपछि सिधै यो माथि आएर बस्छ यो। अब यहाँ हामीले इन वर्ड्स भनेर लेख्छौँ। इन वर्ड्समा कति छ त अब हाम्रो 11,271 rupees and
75 only भनेर लेख्छ र यसरी हेर्दा चाहिँ हामीले सिधै लेख्यो भने चाहिँ यो ढाकिन्छ हाम्रो र यसलाई के गर्नु पहिला बाहिर क्लिक गर्नुस् र यसमा जाँदा पनि हाम्रो आधा मात्र देखियो अब यसलाई हामी पुरै रूपमा देखाउन छ भने यसलाई सिलेक्ट गरिदिनुस् र यहाँ माथि हाम्रो ऱ्याप टेक्स्ट भन्ने देख्नुहुन्छ ऱ्याप टेक्स्टले चाहिँ हाम्रो के छ जति पनि हाम्रो यो बोर्डरमा छ त्यति नै यसलाई सेट गरिदिन्छ अब माथि ऱ्याप टेक्स्टमा गएर क्लिक गर्न साथ हाम्रो अटोमेटिक यहाँ सेट भइसक्यो र अब हामीले माथि के गर्न पर्यो त अब यसलाई बोल्ड गर्न पर्यो नि यहाँ गएर बोल्ड गर्न सक्नुहुन्छ बोल्ड गरिदिउँ अलिकति साइज बढाइदिउँ र यसको माथि चाहिँ अब कम्पनीको डिटेल्सहरू भर्न पर्यो हामीले कम्पनीको डिटेल्सहरू कसरी भरिन्छ जस्तै यहाँ माथि खाली भएको हुन्छ यदि हजुरहरूले लेख्दा यहाँ खाली छैन भने चाहिँ हजुरहरूले यो रोको भाग सिलेक्ट गरेर हजुरले सिधै यहाँ राइट क्लिक गरेर इन्सर्ट गर्न सक्नुहुन्छ सिधै हाम्रो चाहिँ इन्सर्ट भनेर आइदिन्छ अथवा यहाँ हाम्रो माथि इन्सर्ट भनेर इमेज हुन्छ यहाँबाट पनि इन्सर्ट गर्न मिल्यो अब चाहिँ यहाँ माथि हजुरलाई जति चाहिन्छ त्यतिवटा सिलेक्ट गर्नु अहिले चाहिँ मलाई 8 वटा चाहिएको छ त्यहाँ 1 2 3 4 5 6 7 8 8 वटा कलम अथवा 8 वटा रो चाहिँ मैले युज गरेँ र यसमा गएर मैले फेरि मर्ज एक्रस गरिदिएँ किनकि मलाई सबैको एकुन्टा भागमा लेख्न छ तर यसलाई मैले मर्ज एक्रस गरिदिएँ र अब यहाँ सबैभन्दा टपमा चाहिँ मैले कम्पनीको नाम लेखेँ पेस्ट टेक मास्टर कम्पनी भनेर चाहिँ लेखेँ इन्टर यहाँको एड्रेस र प्याडको लागि चाहिँ हाम्रो बिलको नाम चाहिँ ट्याक्स इनभोइस भनेर मेन्सन गर्नु पर्यो र यहाँ चाहिँ हामीले आफ्नो प्याड नम्बर भनेको आफ्नो कम्पनीको प्याड नम्बर राख्नु पर्यो प्याड नम्बर कति छ त्यो राखिदिनुहोस् र यसैको साइडमा गएर हामीले डेट पनि राख्नु सक्नुहुन्छ जस्तो 2083 साल 4 महिना 20 गते भनेर राखिदिएँ अनि यसलाई मिलाउनको लागि चाहिँ यहाँ डबल क्लिक गरेर यसलाई स्पेसले हाम्रो सिधै अगाडि कतिको चाहिन्छ त्यहाँबाट यसलाई सेट गर्छ त्यसपछि नेम अब यो नेममा चाहिँ हामीले कस्टमरको नाम लेख्नु पर्यो जस्तै मैले चाहिँ यहाँ लेखेँ त्यसपछि एड्रेस कस्टमरको एड्रेस पनि बोतल 10 भनेर कस्टमर कस्टमर यदि भ्याटमा छ भने उसको भ्याट नम्बर कति हो त्यो लेखिदिनुहोस् छैन भने चाहिँ मेन्सन गर्नु पर्यो र यहाँ चाहिँ मोड अफ पेमेन्टमा के छ त क्यासमा दिएको छ भने क्यास लेख्न मिल्यो चेकमा देखा भने चेक भनेर लेख्न मिल्यो र यदि क्रेडिटमा छ भने क्रेडिटमा लेख्न मिल्यो र अदर छ भने अदर लेख्न मिल्यो त्यसरी लेख्दा पनि हुन्छ तर यदि हजुरले टिक मार्क्स अनुसार लगाउनु भने क्यास लेखिदिनुहोस् अनि चेक क्रेडिट ठाउँ छोडेर चाहिँ अदर बढी गयो भने यसलाई अलिकति राखिदिनुहोस् त्यसपछि अब यहाँ हजुरले टिक लाउने अप्सन चाहियो भने चाहिँ यहाँ माथि एउटा डेभलपर भन्ने अप्सन हुन्छ र डेभलपरमा गएपछि बाहिर क्लिक गर्नुहोस् डेभलपर कहाँ राख्ने त्यहाँ सेट गरिदिनुहोस् डेभलपरमा गएपछि यहाँ एउटा इन्सर्ट भन्ने देख्नुहुन्छ इन्सर्टमा जानु र यहाँ टिक मार्क लगाएको एउटा अप्सन देख्नुहुन्छ एउटा सिम्बल देख्नुहुन्छ त्यो सिम्बलमा गएर चाहिँ हजुरले क्लिक गरेर यहाँ चाहिँ सेभ बनाइदिनुहोस् त्यसपछि यहाँ आउँछ अनि यसको भित्र यहाँ केही लेखेर आएको हुन्छ यसलाई चाहिँ क्लिक गरेर यहाँबाट चाहिँ डिलिट गरिदिनुहोस् यहाँ आयो अनि यसलाई राइट क्लिक गरेर चाहिँ यसलाई यसो माथितिर कता चाहिन्छ त्यहाँबाट चाहिँ यसलाई एरोले सेट गर्न सक्नुहुन्छ अनि यसलाई सेम चाहियो भने अब यसलाई कपी गरिदिनुहोस् त्यसपछि यसलाई पेस्ट गर्न सक्नुहुन्छ कतिवटा कन्ट्रोल सीले कपी कन्ट्रोल भीले पेस्ट गरिदिनुहोस्
र यसलाई लगाएर अब कतिवटा ठाउँमा चाहिन्छ त्यहाँबाट सेट गर्नुहोस्। हजुरले डाइरेक्ट लेफ्ट क्लिकले सिलेक्ट गर्न मिल्दैन, तर यसलाई चाहिँ लेफ्ट क्लिक गर्न साथ यहाँ टिक हुन्छ, तर यसलाई राइट क्लिक गर्नुहुन्छ बल्ल हामीलाई सिलेक्सन अथवा मुभको अप्सन दिन्छ है। हजुरले मुभ गर्न सक्नुहुन्छ र जुन मोड अफ पेमेन्टमा उहाँहरूले लानुभएको छ त्यही अनुसार टिक लगाइदिनु। जस्तै क्यासमा लानुभएको छ भने क्यासमा लगाइदिनुहोस्, चेकमा छ भने चेकमा, क्रेडिटमा छ भने क्रेडिट, अदरमा छ भने अदर। अहिले चाहिँ मैले क्यासमा लगाइदिएँ, क्यासमा। अनि यो माथि यो गराइसकेपछि सबै भइसकेपछि चाहिँ अब यसलाई हामीले मिलाउन पर्ने हुन्छ। जस्तै यो तिनवटा भागलाई चाहिँ हामीले सेन्टरमा राख्नु पर्यो भने यसलाई अघि जस्तै गरेर गरेर चाहिँ सेन्टरमा राखिदिनुहोस्। अरू चाहिँ हाम्रो दुवै ठाउँमा छ। र कम्पनीको नेम फर्मेट चेन्ज गरेर फन्ट एरियल ब्ल्याक भन्ने ब्ल्याक राखिदिनुहोस्। यसको साइज बढ्न मिल्छ। यहाँनिर यदि साइज बढाइदिएर त्यसपछि बढाइदिएर यसलाई पनि बोल्ड गर्न मिल्छ। अहिले चाहिँ मैले यतिको राखिदिएँ। अब यसरी चाहिँ हाम्रो सबै भ्याट क्यालकुलेसन भइसकेपछि हाम्रो फर्मेट पनि लगभग रेडी भइसक्यो। अब यसमा चाहिँ हामीले बाहिर चाहिँ मधुरो कलरले चाहिँ यसलाई हाइलाइट गर्नु छ। बाहिर एक स्टेप बाहिर निकालिदिनुहोस् र यसलाई चाहिँ यहाँ गएर सेडिङ भन्ने अप्सन देख्नुहुन्छ। यसको साइडमा गएर चाहिँ कुनै एउटा मधुरो कलर, धेरै गाढा गराउनु पनि हाम्रो टेक्स्ट अनुसार देखिन्न, तर यसलाई मधुरो कलरले चाहिँ यसलाई यहाँ सिलेक्ट गर्नुहोस्। र अर्को यसैको यहाँ बोर्डरको साइडमा गएर यसलाई टेक बक्स बोर्डर भनिन्छ, त्यसमा गएर क्लिक गरिदिनुहोस्। बाहिर चाहिँ हजुरको यसरी बोर्डर राख्नुहुन्छ। यसरी चाहिँ हजुरले भ्याट बिल क्यालकुलेट गर्न सक्नुहुन्छ। अब हेर्न सक्नुहुन्छ हाम्रो भ्याट बिल चाहिँ रेडी भइसकेको छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु। धन्यवाद।